नेपाल स्टक एक्सचेन्जमा अहिले सबैभन्दा धेरै हेपिने सेक्टर कुन होला त? यो प्रश्न सुन्दै गर्दा तपाईको मनमा पनि कता कता बैंकिङ सेक्टर आइ नै सक्यो होला। नेप्सेमा सबैभन्दा धेरै ठाउँ ओगटेको बैंकिङ सेक्टरको निरन्तर ओह्रालोको बारेमा केही कुराहरू गरौँ। हाइड्रोको शेयरहरू, नन लाइफको शेयरहरू, माइक्रो फाइनान्सको शेयरहरू, लाइफ इन्सुरेन्सका शेयरहरू, यो अदर सदर यो के भन्छ नि यो शेयरहरू तपाईहरुले आजै भाउमा बेचेर सानो सानो ब्याङ्कमा लगानी गर्नु। एनआइसिएस त पाक्न आँटेको आँपो हेर्नुहोस् हैन, एनआइसिएस त राख्ने कम्पनी नै हो। अहिले बजार झारेको भनेकै ब्याङ्कले मात्रै हो क्या। नम्बर 1 मा बैंक अफ काठमाडौँ संरक्षण गर्छ। ब्याङ्क नबढेको कहाँ पुग्छ 3000? पोसिबलै छैन। किनभने हाम्रो ताकत त छैन नि एउटा बैंकको 1 रुपैयाँ बढाउन सक्नुहुन्न जबकि तपाईको नन फन्डामेन्टल जसको सप्लाई छैन त्यसलाई सर्किटै लगाउन सकिन्छ। नेपालको शेयर बजारमा बैंकिङ सेक्टरले महत्त्वपूर्ण भूमिका खेल्छ, किनभने बैंकिङ क्षेत्रको पुँजीकरणले नेप्से इन्डेक्सको सबैभन्दा धेरै ठाउँ ओगट्छ। तर हालैका महिनाहरूमा बैंकिङ सेक्टरको शेयरहरूमा निरन्तर गिरावट देखिरहेको छ। वा भनौँ बैंकिङ सेक्टरले अन्य सेक्टरले जस्तो क्यापिटल गेन दिन भने सकिरहेको छैन, जसले लगानीकर्ताहरूमा चिन्ता बढाउँदै गइरहेको छ। कुनै समयको बिग बुल मानिने बैंकिङ सेक्टरले अहिले लगानीकर्ताहरूलाई किन चिन्ता दिइरहेको छ त भन्ने विषय आज हामी चर्चा गरौँ। नेपाल स्टक एक्सचेन्जमा बैंकिङ क्षेत्रले केही वर्ष यता निरन्तर उतार चढावको सामना गरिरहेको छ। सन् 2021 मा नेप्से इन्डेक्स 3200 को ऐतिहासिक उचाइमा पुग्दा बैंकिङ सेक्टरहरूले पनि केही वृद्धि देखाएका थिए। अगस्त 19 2021। यदि तपाईलाई यो डेट थाहा छैन भने बताइदिउँ कि यो दिन नेप्से इन्डेक्स 3227 मा पुगेर फर्किएको हो। नेप्सेले 3227 को हाई बनाउँदै गर्दा लगानीकर्ताहरूको झुकाव बैंकिङ सेक्टरमा भने कम भइसकेको थियो, जसको प्रष्ट उदाहरण हामीले बैंकिङ सेक्टरको चार्टबाट पनि देख्न सक्छौं। नेप्सेले अगस्त 19 मा 3227 बनाउनु भन्दा 18 दिन अगाडि नै बैंकिङ सेक्टर आफ्नो हाईबाट तल खसेको थियो। त्यस यता बजारमा सुस्तता छाएको छ। त्यसपछि सन् 2024 र 25 मा बैंकिङ क्षेत्रको प्रदर्शन निकै निराशाजनक रह्यो। यो गिरावट 2025 को मे सम्म पनि यथावत छ। बैंकिङ क्षेत्रमा लगानीकर्ताहरूको विश्वास कम भइसकेको छ। यो निरन्तर ओह्रालो यात्राले बैंकिङ क्षेत्रका शेयरहरूको मूल्यमा कमी ल्याएको छ, जसले लगानीकर्ताहरूलाई ठूलो नोक्सानी बेहोर्न बाध्य बनाएको छ। दयामाया बिर्सेर भन्नुपर्दा नेप्से 3200 पुगेको बेलामा बैंकिङ सेक्टरमा लगानी गर्नेहरू घाटामा बेच्न नसकेकै कारण डरमा होल्ड गरेर बसिरहेका छन्, जसको संकेत बैंकिङ सेक्टरको कारोबार रकमले पनि प्रष्ट देखाइरहेको छ। बैंकिङ क्षेत्रको यो निरन्तर गिरावटका पछाडि धेरै आर्थिक नीतिगत र बजार सम्बन्धित कारणहरू पनि छन्। बैंकिङ क्षेत्रको फन्डामेन्टल पर्फर्मेन्सलाई हेर्दा नेपालको अर्थतन्त्रमा तरलताको सङ्कटले बैंकिङ क्षेत्रलाई केही समयसम्म प्रभावित पनि गर्यो। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सन् 2021-22 मा वैदेशिक मुद्रा सञ्चिति 17% ले घट्यो र आयातमा भएको वृद्धिले व्यापार घाटा बढायो। यसले बैंकहरूमा ऋण प्रवाहको अभाव सिर्जना गर्यो, जसले ब्याज दर बढायो र कर्जा वितरणमा कमी ल्यायो। फलस्वरूप 2025 सम्म आइपुग्दा पनि बैंकहरूले आफूले सोचे अनुसारको ऋण प्रवाह भने गर्न सकिरहेका छैनन्। बैंकिङ क्षेत्रको यो गिरावटले लगानीकर्ताहरूलाई ठूलो प्रभाव पारेको छ। नेप्सेमा बैंकिङ सेक्टरको ठूलो पुँजीकरण भएको कारण यसको प्रदर्शनले समग्र बजारलाई प्रभावित गर्ने गर्छ। सन् 2021 को बुल रनमा उच्च मूल्यमा शेयर किनेका लगानीकर्ताहरू अहिले आफ्नो शेयर आधा भएको हेर्न बाध्य भएका छन्। यसले बजारमा निराशा र डरको वातावरण पैदा गरिरहेको छ। बैंकिङ सेक्टरको यो अवस्थाले धेरै लगानीकर्ताहरूलाई अन्य सेक्टरमा लगानी गर्ने रणनीति अपनाउन बाध्य बनाएको छ। यो सबै त भयो बैंकिङ सेक्टर प्रतिको गुनासोको कुराहरू, तर शेयरको प्राइस भने यति कुरामा मात्रै सीमित भने हुँदैन। शेयरको प्राइस बढ्नु र घट्नुमा सबैभन्दा ठूलो खेल भने डिमान्ड र सप्लाईको हुने गर्छ। बैंकिङ सेक्टरको शेयर मूल्य बढ्न नसक्नुको प्रमुख कारण पनि बैंकहरूको धेरै सप्लाई नै हो। हामीले बैंकिङ सेक्टरबाट नाफा भयो वा भएन भनेर हेर्दा नाफा भयो तर अन्य सेक्टरमा जस्तो नाफा भने भएन भन्ने कुरा भने स्पष्ट देखिन्छ। बैंकिङ सेक्टरमा कमाई हुनु तर अन्य सेक्टरमा जस्तो कमाई नहुनुको पछाडि नै बैंकिङ सेक्टरमा भएको हाई सप्लाई नै हो। अन्य कम्पनीहरूको भन्दा धेरै युनिट शेयर कमर्सियल बैंकहरूको छ, त्यसैले बैंकिङ सेक्टर माथि जानको लागि धेरै क्यापिटल चाहिन्छ। जब बैंकिङ सेक्टरलाई अगाडि बढाउन सकिने पैसा मार्केटमा भित्रिन थाल्छ, त्यसपछि बल्ल बैंकिङ सेक्टरको पालो आउँछ।
तर मैले यति भन्दै गर्दा मैले भनेकै भरमा बैंकिङ सेक्टर नै उचालिने पैसा मार्केटमा आउँछ भन्ने हो त? त्यो भने पक्कै पनि होइन। त्यसो भए त्यत्रो पैसा मार्केटमा कहिले आउँछ होला त? अहिले बजारको सिन हेर्दा थोरै क्यापिटल भएको शेयरहरूले राम्रो परफर्म गरिरहेका छन्, जसलाई बिग मनीले लङ टर्मको लागि भने हेरेको हुँदैन। यस्तै शेयरहरूबाट बिग मनीले आफ्नो क्यापिटल बिस्तारै बढाउँदै लैजाने गर्छ र एनएफएस जसरी 2500 मा अरूलाई भिडाएर पनि छोड्छ। अघिल्लो पटक एनएफएस तिर देखिएको सिन सेक्टर वाइज रोटेट हुँदै जान्छ र टोपी लगाउँदै गइन्छ पनि। यसरी नै सेक्टर रोटेट गरेर मनी मसलले ठूलो पैसा आफ्नो हातमा पारिसकेको हुन्छ। यसरी आएको पैसा बैंकिङ सेक्टरमा छिर्न साथ बुल मार्केटको सेन्टिमेन्ट र लगानीकर्ताहरूको कन्फिडेन्ट एकैपटक बैंकिङ सेक्टर भित्र छिर्छ, जसले बैंकिङ सेक्टरलाई अगाडि बढाउँछ। त्यतिन्जेलसम्मको लागि आफ्नो मुभ कता लैजाने भन्ने कुरा भने आफैले बुझ्नुपर्ने हुन्छ। ट्रेन्ड इज योर फ्रेन्ड भन्दै गर्दा एक्जिट कता हो भन्ने कुरा स्पष्ट हुन जरुरी छ।